नमस्ते सबैलाई स्वागत छ फेरि अर्को नयाँ एपिसोडमा। आजको एपिसोडमा तपाईहरुलाई धेरै धेरै स्वागत छ। म चाहिँ धेरै लामो समयको ग्यापपछि फेरि तपाईहरुसँग जोड्ने कोसिस गर्दैछु। सो त्यसको लागि चाहिँ म सरी भन्न चाहन्छु, किनकि भिडियोहरु मैले धेरै लेटमा अपलोड गरिरहेको छु मेरो च्यानलमा। धेरै भ्युअरहरु हुनुहुन्छ, मेरो धेरै साथीहरु हुनुहुन्छ, धेरै सपोर्टरहरु हुनुहुन्छ। उहाँहरूले गरेको कमेन्टहरु चाहिँ म रिड गरेर आउँछु। सो आज त्यही कमेन्टहरुको आधारमा चाहिँ म तपाईहरुलाई एउटा इन्फर्मेटिभ टाइपको भिडियो बनाउन खोज्दैछु। सो भिडियोलाई चाहिँ स्किप नगरिकन हेर्नु होला। यदि तपाईहरु मकाउ आउन चाहनुहुन्छ भने झन् तपाईहरुलाई 100% तपाईको लागि हेल्पफुल हुने नै छ। र कसरी आउने मकाउमा, कसरी आउन सकिन्छ र कुन क्राइटेरियाहरु चाहिँ पूरा गर्यो भने हामी मकाउको लागि अवेलेबल हुन्छ भन्ने कुराहरु, अथवा तपाई कति कमाइन्छ मकाउमा, के कस्तो गरी बस्न सकिन्छ भन्ने विषयलाई पनि थोरै यही भिडियो मार्फत तपाईहरुलाई एक्सप्लेन गर्न खोज्दैछु। सो भिडियोलाई स्किप नगरिकन भिडियोको अन्तिमसम्म हेर्नु होला। यदि तपाईहरुको केही मनमा लागेको जिज्ञासाहरु छ भने चाहिँ कमेन्ट गर्न सक्नुहुन्छ। म फ्री टाइममा तपाईहरुको कमेन्टलाई रिड गरेर फुर्सदको समयमा यसो टाइम मिलाएर भिडियो बनाएर तपाईहरुको लागि रिप्लाई गर्ने कोसिस गर्नेछु है त। सो म चाहिँ अहिले मकाउ टावर आसपासमा रहेको एउटा फ्री पार्कमा छु, जुन कि यहाँ तपाईहरुले देख्न सक्नुहुन्छ सी साइड भनेर पनि भनिन्छ। यतातिर चाहिँ इभिनिङ वाक, मर्निङ वाकहरु गर्न चाहिँ एकदम बिल्कुलै फ्री छ। सो आजको वेदर एकदम क्लाउडली छ, अलि चिसो पनि छ, तपाईहरुले देख्न सक्नुहुन्छ। मैले ज्याकेट लगाएर हिँडिरहेको छु, अलि चिसो छ। सो त्यही हो, यतातिर हेर्नु हो भने चाहिँ बिल्डिङहरु देख्न सक्नुहुन्छ। सबै काम गर्ने मान्छेहरु फोरेनरहरु बेसी होला सायद यो बिल्डिङको फ्ल्याटहरुमा हैन। सो हामी पनि त्यस्तोमै बस्छु। सो यहाँदेखि उता हेर्ने हो भने चाहिँ उतापट्टिको साइड चाहिँ ताइपा भनिन्छ, जुन कि ताइपा भनेको चाहिँ मकाउको कोताई स्ट्रिप अन्तर्गत पर्ने एउटा बिग सर्ट प्लेस हो, जुन कि भिआइपी मान्छेहरु, अलिकति पैसावाला मान्छेहरु चाहिँ उतै ताइपामै बसोबास गर्ने, ताइपामै बस्ने गर्छ भने अलिकति नर्मल काम गर्ने मान्छेहरु, अलिकति नर्मल टाइपको स्यालेरी भएको मान्छेहरु चाहिँ प्राय मकाउमै बस्छ। मकाउ भनेको अलिकति सस्तो ठाउँ पनि हो। सो त्यो कारणले गर्दाखेरि म चाहिँ मकाउमा बस्छु। सो हाल अहिले तपाईहरुले देख्न सक्नुहुन्छ विभिन्न डेकोरेसनहरु। सो मकाउ टावर त्यहाँ भयो। मकाउ टावरकै बारेमा म थोरै तपाईहरुलाई एक्सप्लेन गर्नेछु अहिले त्यहाँ नजिक पुगेपछि। सो हेर्दै गर्नु होला। र बाँकी कुराहरु मैले अघि नै भनिहालेँ, तपाईहरुलाई कमेन्ट गर्नुभएको कुराहरुलाई चाहिँ समेटेर आज सबै एकाएक एकदम चिरफार गरेर चाहिँ तपाईहरुलाई रिप्लाई गर्ने कोसिस गर्नेछु है त। कस्तो बवाल यार, डेकोरेसन चाहिँ एकदम सही गर्छ क्या। यहाँ अलिकति शान्ति फेस्टिभलहरु आयो भने चाहिँ यहाँ चाहिँ डेकोरेसनको लागि चाहिँ एकदम बवाल फोकस गर्छ, जुन कि हरेक चिज होस्, क्रिसमस होस् या अलि शान्तिनो केही फेस्टिभलहरु आयो भने चाहिँ उनीहरूले अगाडि नै प्रिपरेसन एकदम दह्रो गर्छ है त। सो त्यही हो गाइज है त, उता पुगेर तपाईहरुलाई देखाउँला। सो गाइज अहिले तपाईहरुले देख्न सक्नुहुन्छ म चाहिँ मकाउ टावरको एकदम नजिकको डिस्टेन्समा आइपुगेको अवस्था। यहाँबाट हिँडेर जाने हो भने मकाउ टावरमा चाहिँ मात्र 1 मिनेटको अन्तरालमा हामी मकाउ टावरमा पुग्न सकिन्छ, जुन कि यो पार्कलाई चाहिँ मकाउ टावरको आसपासमा भएको एउटा फ्री पार्क पनि भनेर चिनिन्छ, सी साइडको पार्क पनि भनेर चिनिन्छ। यहाँनिर देख्न सक्नुहुन्छ जुन कि समुद्र भइहाल्यो, त्यतातिर बोटिङहरु गर्न सक्नुहुन्छ हामीले हैन। हरेक चिजहरु इन्टरटेनमेन्टको लागि चाहिँ एकदम बिल्कुलै फ्री पार्क हो। यहाँनिर तपाईहरुले देख्न सक्नुहुन्छ आज चाहिँ एकदम इभेन्टहरु इभेन्टहरु भएको जस्तो छ, एकदम डेकोरेसन एकदम बवाल छ। सो मकाउ टावर चाहिँ यो साइडमा पर्छ, यो बिल्डिङले ठ्याक्कै छेक्दो रहेछ। अहिले देखिहाल्यो भने तपाईहरुलाई देखाउँछु है त। सो मकाउ टावरको बारेमा चाहिँ मैले जाने कुराहरु केही शेयर गर्छु भनेर मैले अगाडिको क्लिपमा भनेको थिएँ। सो मकाउ टावर चाहिँ कसरी चाहिँ फेमस छ भन्दाखेरि वर्ल्डकै सबैभन्दा हाइस्ट बन्जी जम्प गर्ने ठाउँ हो भनेर चिनिन्छ। सो त्यो भएको कारणले गर्दाखेरि विभिन्न देशबाट मान्छेहरु यहाँ आएर चाहिँ आफ्नो इच्छा पूरा गर्नको लागि बन्जी जम्पहरु गर्ने, माथि टपमा गएर चाहिँ भ्यूहरु हेर्ने, मकाउको 360 भ्यूहरुमा चाहिँ एकदम इन्जोय गर्छन् मान्छेहरुले। सो त्यो कारणले गर्दाखेरि मकाउ टावर एकदम फेमस छ है त। सो गाइज मलाई चाहिँ धेरैजनाले सोध्नु भएको थियो मकाउ कसरी आउन सकिन्छ नेपालबाट मकाउ आउनको लागि के कस्ता क्राइटेरियाहरु पूरा गर्नुपर्ने हुन्छ र नर्मल मान्छेले मकाउको लागि एप्लाई गर्न सकिन्छ कि सकिँदैन, र नेपालबाट मकाउ पठाउने एउटा विश्वासिलो मेन पावर चाहिँ कुन होला भनेर मलाई धेरैले सोध्नु भएको थियो। सो त्यहीकै कमेन्टको आधारमा तपाईहरुको लागि चाहिँ म आज चिरफार गर्नेछु। तपाईहरुको मनमा लागेको खुल्दुरी र जिज्ञासाहरुलाई एकदम क्लियरिफाई गर्नेछु। भिडियोलाई स्किप नगरिकन हेर्नु होला भन्न चाहन्छु। सो रात परिसक्यो अहिले चाहिँ हैन। सो तै पनि तपाईहरुको लागि म शेयर गर्दैछु। सो फर्स्ट अफ अल चाहिँ म तपाईहरुलाई के भन्न चाहन्छु भन्दाखेरि मैले अगाडिको भिडियोहरुमा पनि धेरै कुराहरु शेयर गरिसकेको छु। कतिले त बुझिसक्यो होला, कतिले थाहा पाइसक्यो होला। थाहा नहुनेको लागि म अझै फेरि एकचोटि रिपिट गर्दैछु। तीनवटा कुरा चाहिँ एकदम इम्पोर्टेन्ट हुन्छ यदि तपाईँ मकाउ जबको लागि सोच्दै हुनुहुन्छ, एप्लाई गर्दै हुनुहुन्छ भने चाहिँ, जुन कि फर्स्ट नम्बरमा रहेको छ तपाईँको मोर देन 2 इयर्सको स्किल सर्टिफिकेट। जुन कामको लागि तपाईँ एप्लाई गर्दै हुनुहुन्छ भने चाहिँ त्यही कामको चाहिँ तपाईँको अनुभवी सर्टिफिकेट चाहिँ अनिवार्य चाहिन्छ। जब सम्बन्धीको अनुभव पनि फुल्ली चाहिन्छ है त। सेकेन्ड नम्बरमा भनेको चाहिँ एजुकेसन सर्टिफिकेट हो। एजुकेसन सर्टिफिकेट चाहिँ के को लागि चाहिने भन्दाखेरि विभिन्न अब कम्युनिकेसनहरु गुड सही छैन हैन, भोलि गएर अप्ठ्यारो हुनसक्छ, यहाँ बोल्नै नसक्ने हैन, एउटा मान्छेले सोधेको जवाफहरु दिन सकेन
सक्दैन भने चाहिँ एकदम गाह्रो हुन्छ। कम्युनिकेसन अथवा एजुकेसन सर्टिफिकेट चाहिँ एकदम अनिवार्य नै चाहिन्छ। जुनसुकै सेक्युरिटी होस्, बेलबोय होस्, हाउसकिपिङ होस्, पब्लिक एरिया होस्, रुम एटेन्डेन्ट हरेक जबको लागि चाहिँ चाहिन्छ नै चाहिन्छ एजुकेसन सर्टिफिकेट। नम्बर 3 मा रहेको छ एकदम इम्पोर्टेन्ट नै हो, जुन कि तपाईँले इन्टरभ्यूहरू पास गर्नुपर्ने हुन्छ। इन्टरभ्यू अरू देशको जस्तो एक टाइपको इन्टरभ्यू हुँदैन। मकाउले 3 टाइपको इन्टरभ्यू लिन्छ। एउटा प्री इन्टरभ्यू, एउटा एचआर डिपार्टमेन्टबाट, एउटा हेड अफ डिपार्टमेन्टबाट। 3वटा इन्टरभ्यू फुल्ली पास गर्न सक्नुपर्ने हुन्छ। सो प्री इन्टरभ्यू भन्ने चाहिँ तपाईँको जुन मेन पावरबाट तपाईँलाई मकाउ पठाउँदैछ त्यही मेन पावरकै मान्छेले लिने एउटा प्रिपरेसन इन्टरभ्यू भयो। सो एचआर डिपार्टमेन्टबाट चाहिँ यहाँकै मान्छेले लिन्छ, अनलाइन मार्फत हुन्छ या तपाईँलाई हरेक एउटा सुविधा बनाएको हुन्छ त्यही मेन पावरबाट नै गरिदिन्छ त्यो चाहिँ। सो अनलाइन मार्फत पनि लिन्छ प्रायः, हामी पनि अनलाइनकै मार्फत हाम्रो इन्टरभ्यू भएको थियो। सो एचआर डिपार्टमेन्टबाट अब इन्टरभ्यू हुन्छ, त्यो पास भएपछि फरवर्ड भएर तपाईँ हेड अफ डिपार्टमेन्टमा पुग्नुहुन्छ। हेड अफ डिपार्टमेन्टको इन्टरभ्यूहरू पास भयो भने चाहिँ तपाईँ फुल्ली पास भयो भनेर तपाईँले बुझ्न सक्नुहुन्छ। त्यसपछि चाहिँ तपाईँको भिसा प्रोसेसिङमा जान्छ। सो भिसा पनि तपाईँको आज पास भएर भोलि नै आइपुग्छ, पछि मकाउ पुग्छ भन्ने चाहिँ नसोच्दा हुन्छ, किनकि उसको पनि टाइम हुन्छ। तपाईँ पर्खाइमा बस्नुपर्ने हुन्छ, कतिको छिटो नै हुन्छ, कतिको ढिलो नै हुन्छ है त। इन्टरभ्यूको कुरा त गरेँ होइन, धेरैले चासोको विषय पनि हुन्छ। इन्टरभ्यूमा चाहिँ कस्तो खालको क्वेसनहरू सोध्छ, गाह्रो सोध्ने पो हो कि होइन, एउटा तर्सित हुन्छ नि त हो। सो त्यसको बारेमा चाहिँ म तपाईँहरूलाई के भन्न चाहन्छु भन्दाखेरि, यदि तपाईँको स्किल छ, तपाईँसँग अब कामको अनुभवहरू छ भने चाहिँ तपाईँले मजाले पास गर्न सक्नुहुन्छ। त्यस्तो एकदम हाई क्वेसनहरू सोध्दैन, एकदम डिफिकल्ट क्वेसनहरू सोध्दैन, एकदम इजी नै हुन्छ। मलाई चाहिँ एकदम इजी नै लाग्यो, किनकि उनीहरूले सोध्ने भनेको त्यही काम सम्बन्धी हो। अलिकति हल्का फुल्का आफ्नो इन्ट्रोडक्सनहरू सोध्ने हो होइन, अलिकति केही प्रिभियस पहिला काम गरेको कुराहरू केही सोध्ने हो होइन। त्यस्तो खासै त्यस्तो गाह्रो चाहिँ हुँदैन। यदि तपाईँ काम गर्नुभएको छ, तपाईँ पहिल्यै अब तपाईँ अनुभव छ भने चाहिँ, त्यो जबको अनुभव छ भने चाहिँ तपाईँको लागि एकदम इजी हुनेछ भन्न चाहन्छु। सो त्यही हो। अनि अरू कुरा चाहिँ धेरैले सोध्नु भएको थियो, एउटा मान्छेसँग स्किल छ, सर्टिफिकेट छ, एजुकेसन सर्टिफिकेट छ, सबै छ, तर ठाउँ थाहा नभएको मान्छेहरू पनि धेरै देख्छु म। कुन मेन पावरबाट चाहिँ एप्लाई गर्दाखेरि ठिक होला भनेर चाहिँ मलाई सोध्नु भएको थियो। जुन कि म आउने मेन पावरकै कुरा गर्छु म, जुन कि एकदम सुखसलसँगै पठाएको थियो हामीलाई एकदम राम्रोसँग। जुन कि नेपालको प्राय मकाउ पठाउने मेन पावर सायद त्यही मात्रै होला। अब 2टा छ, एउटा एकता भइहाल्यो, हामी चाहिँ वर्ल्ड वाइडबाट आएको, एकदम राम्रोसँग काम गरिन्छ वर्ल्ड वाइडबाट। सो त्यही हो। वर्ल्ड वाइड मेन पावर चाहिँ कहाँ पर्छ भन्ने पनि लाग्न सक्छ तपाईँहरूलाई। रातोपुल नजिकै छ काठमाडौँको। सो तपाईँहरू त्यहाँ गएर पनि बुझ्न सकिन्छ। जबहरू डिमान्डहरू आएको चाहिँ छैन, तपाईँ कुन जबको लागि के हो भन्ने कुराहरू चाहिँ जब एप्लिकेसनहरू तपाईँहरूले त्यहाँ गएर बुझ्न सक्नुहुन्छ होइन। हामी चाहिँ त्यहाँबाट आएको, एकदम राम्रोसँग पठाएको थियो, एकदम खुसी पनि लाग्यो, राम्रैसँग आइपुगेँ यहाँ, त्यति टाइम पनि लागेन हाम्रो लागि चाहिँ। सो त्यही हो। यदि तपाईँहरू इच्छुक हुनुहुन्छ, तपाईँहरू सोच्दै हुनुहुन्छ भने चाहिँ मकाउ आउनको लागि एकदम बेस्ट चाहिँ मैले वर्ल्ड वाइड मेन पावर, वुमेन रिसोर्स मेन पावर चाहिँ मैले देखेको छु है त। अनि कतिले त मलाई सोध्दै हुनुहुन्थ्यो होइन, मैले यति लाख भन्छ, उति लाख भन्छ, यताउति त्यो प्राइसहरूको बारेमा सोधिरहनु भएको थियो होइन। हामी आउने बेलामा त त्यस्तो केही पनि थिएन। हामीले चाहिँ खास तपाईँहरूलाई एक्ज्याक्ट भन्नुपर्दाखेरि चाहिँ त्यस्तो धेरै मैले तिरेन, जुन कि उनीहरूले लिनुपर्ने कुराहरू त लिइहाल्छ दुःख गरेको अनुसार होइन। उनीहरूले एकदम हेल्प गर्छन् हामीलाई होइन, यताउति जानको लागि के डकुमेन्टहरू चाहिन्छ भन्ने कुराहरू सबै प्रोसेसरहरू उनीहरूले नै हेल्प गर्छ। सो त्यो भएको कारणले गर्दा पनि अलिअलि त खाइहाल्छ नि। सो 15 लाख 13 लाख 14 लाख भनिरहेको हुन्छ मलाई होइन। त्यो भन्ने कुरा चाहिँ एकदम वायद जस्तो लाग्छ। एजेन्टहरूले तपाईँहरूको पैसा खान खोजेको जस्तो मलाई लाग्छ। यदि तपाईँ त्यत्रो पैसा लगाएर पनि यदि यहाँ आएर राम्रो भएन अथवा तपाईँले सोचेको जस्तो भएन भने चाहिँ तपाईँकै लागि घाटा हो भन्न चाहन्छु म चाहिँ होइन। सो त्यही हो। एकदम राम्रो प्रोसिडर, एकदम जेन्युन वेबाट चाहिँ आउन सक्नुभयो भने चाहिँ तपाईँको लागि एकदम राम्रो हो र नेपालीहरूको लागि राम्रो गन्तव्य पनि बनेको छ अहिले कमाइ खानको लागि मकाउ होइन। सो मकाउ सरकारले चाहिँ एकदम राम्रो फेसिलिटीहरू दिने गर्छ, राम्रो स्यालेरी पनि छ अनि राम्रो अब विभिन्न कुराहरू तपाईँले सोचेको भन्दा पनि बढी होला अझ कोही कम्पनीमा त हो। सो त्यो चाहिँ म भन्न चाहन्छु एकदम राम्रो नै छ भन्न चाहन्छु है त। अनि धेरैले सोध्नु भएको थियो सप्लायरमा आउँदा राम्रो कि डाइरेक्टमा आउनु राम्रो भनेर। तपाईँहरूले सोच्नु न होइन, सप्लायर के हो डाइरेक्ट के हो। सप्लायर भनेको सप्लाई हुन्छ, यताउति चलिरहनुपर्छ, आज यहाँ आउँदैन भने अर्को ठाउँमा चेन्ज भइहाल्छ होइन। डाइरेक्ट भनेको चाहिँ तपाईँ जुन ठाउँमा आउनुभयो त्यही ठाउँमा तपाईँको अन्तिम बिन्दु पनि त्यही हुन्छ, तपाईँको स्टार्ट बिन्दु पनि त्यही हुन्छ। त्यति भनेपछि तपाईँहरूले बुझ्नुभयो होला कुन चाहिँमा आउँदाखेरि राम्रो होइन। म चाहिँ एकदम के सजेस्ट गर्छु भन्दाखेरि सकेसम्म डाइरेक्टमै आउनु।
अब सक्दै सकेन भने चाहिँ आउने नै हो भने चाहिँ सप्लायरमा पनि ट्राई गर्दा हुन्छ किनकि सप्लायरमा चाहिँ मैले कमाइ नभएको यताउति भनेको चाहिँ होइन सप्लायरमा पनि एकदम कमाइ राम्रो छ जुन कि एउटा डिफ्रेन्ट कुरा चाहिँ के हो भन्दाखेरि डाइरेक्टली जति बेनिफिटहरू चाहिँ सप्लायरले नपाउन सकिन्छ जुन कि बोनसहरू भयो अरू कुराहरू पनि धेरै छ होइन फेसिलिटीहरू अलिकति कम हुन्छ सप्लायरको लागि तर कमाइ चाहिँ उस्तै नै देख्छु म चाहिँ किनकि उनीहरूले 12 घन्टा काम गरेर कमाइन्छ हामीले 8 घन्टा काम गरेर कमाइन्छ होइन उनीहरूको प्राय 40हरू चलिरहेको हुन्छ होइन हाम्रो ओटी चल्दैन डाइरेक्टको लागि ओटी बिल्कुलै दिँदैन किनकि यहाँको गभर्मेन्टले दिने भनेको डाइरेक्टको लागि एकदम 8 घन्टा मात्रै हो फिक्सै गरेर आउँछ हामीले ओटी पाउने अथवा अलिकति बढी कमाउने यताउति भनेको चाहिँ अब हाउसकिपिङ र पब्लिक एरियाको हिसाबले हेर्ने हो भने चाहिँ अहिले टाइफोनहरू आउने एउटा तुफान हुन्छ यहाँ अब हिमतास चलेर चाहिँ पर्ने बेलामा स्ट्यान्ड बाई भयो भने चाहिँ अब त्यसको अब धेरै थोरै पैसाहरू आउँछ हामीलाई एक्स्ट्रा पैसाहरू सो रुम गर्ने मान्छेहरूले चाहिँ धेरै कमाउँछ यताउति पनि धेरैले सोधिरहेको हुन्छ सो रुम गर्ने मान्छेहरूले चाहिँ के गरी कमाउँछ भन्दाखेरि अब 100+ भएपछि त जहिले बिजी हुन्छ होटेल सो त्यो कारणले गर्दाखेरि एक्स्ट्रा रुमहरू गरे बाबत चाहिँ पर रुमको हिसाब गरेर चाहिँ उनीहरूले एक्स्ट्रा पैसाहरू पाउँछ सो डाइरेक्ट आउनेहरूले चाहिँ यसरी अलिकति ओटीकै कुरा गर्ने हो भने चाहिँ यसरी कमाउन सकिन्छ भन्न चाहन्छु म चाहिँ सो भन्ने कुरा चाहिँ चाहिँ कमाइको हिसाबले हेर्ने हो भने चाहिँ त्यति छैन तर बेसिक थोरै छ यताउति अब अलिकति फेसिलिटीहरू कमै होला तर सेलेरी चाहिँ उनीहरूले उस्तै कमाउँछ किनकि उनीहरूको काम बढी गर्नुपर्ने नै हुन्छ यदि सप्लायर छ भने सप्लायरमा आउँदै हुनुहुन्छ भने चाहिँ काम चाहिँ गर्नुपर्ने हुन्छ ओटीहरू सो त्यो भएको कारणले गर्दा पनि उनीहरूको ओटी गरिसकेपछि त पाए अलिकति हाई हुन्छ सेलेरी सो लास्टमा हिसाब गर्दाखेरि चाहिँ डाइरेक्टको जतिकै हुन्छ है त सो गाइज आजको भिडियो म यतिमै इन गर्न चाहन्छु किनकि तपाईँहरूले देख्न सक्नुहुन्छ मेरो वरिपरि रात परिसकेको अवस्था छ म अब चाहिँ रुममा फर्किनुपर्ने हुन्छ किनकि मैले अघि नै भनिहालेँ तपाईँहरूले उठाउनु भएको तपाईँहरूले गर्नुभएको कमेन्टको चिरफार मैले गरिसकेको छु सबैले बुझिदियो होला भन्ने एकदम होपको साथ आजको भिडियोबाट बिदा हुन चाहन्छु यदि तपाईँहरूलाई इन्टरभ्यूको भिडियो चाहिन्छ भने चाहिँ कमेन्टमा गएर भन्नु होला धेरैले कमेन्ट गर्नुभयो भने चाहिँ म त्यो पनि तपाईँहरूको लागि उपलब्ध गराउने कोसिस गर्नेछु भन्दै आजको भिडियोबाट बिदा हुन्छु सी यु इन नेक्स्ट भिडियो है त गाइस लभ यु